चङ्गा, कप्टर र स्काई लालटेनको एक झलक। चङ्गाको आविष्कार ईसापूर्व 5औं शताब्दीमा चीनमा भएको अनुसन्धानले देखाएको छ, जसको परिकल्पना आविष्कारकहरू मोजी र लुबानले गरेका थिए। यो मानवताको उडानप्रतिको खोजमा एउटा महत्त्वपूर्ण फड्को थियो। व्यावहारिकता र मोहकतालाई जोड्ने यी चङ्गालाई बाँसको फ्रेमवर्कमा रेशमी कपडा फैलाएर तयार पारिएको थियो। भारतमा पतङ्गहरू लडाई खेलका उपकरणमा रूपान्तरण भए, जसलाई फाइटर काइट्स भनिन्छ, र अन्ततः अन्य क्षेत्र र संस्कृतिहरूमा फैलियो। सुरुमा चङ्गाहरू प्राणीहरूको नक्कल गर्ने पृथ्वीदेखि पौराणिक ग्रन्थहरूमा मनोरञ्जनको रूपमा परिणत भए र पछि खेलकुद जस्ता विभिन्न प्रयोजनका लागि र केही अवस्थामा सैन्य मिसनका लागि व्यावहारिक उपकरणमा विकसित भए। पुरातन चिनिया सेनाले 549 इस्वीमा उद्धार सन्देश प्रसारण गर्न कागजको चङ्गा प्रयोग गरेको बताइन्छ। अन्य खतरनाक साहसिक कार्यहरूमा मानिस बोक्ने चङ्गाहरू समावेश थिए र विशेष गरी प्राचीन चीन र जापानमा प्रचलित थिए, जसले नागरिक र सैन्य दुवै अनुप्रयोगहरू प्रदान गर्दथे। कतिपय अवस्थामा कैदीहरूलाई विशाल चङ्गामा बाँधेर सजाय दिने जस्ता दण्डात्मक कार्यका लागि पनि चङ्गाको प्रयोग गरिन्थ्यो। जिज्ञासा र व्यावहारिकताको यो खतरनाक प्रतिच्छेदनलाई अन्वेषक मार्को पोलोले 1282 इस्वीमा विस्तृत रूपमा वर्णन गरेका थिए, जसले मानव उडानमा एक साहसिक यद्यपि खतरनाक प्रयोगबारे स्पष्ट पारेका थिए, जसमा यी चङ्गाहरूले खतरनाक तरिकाले मानिसलाई उडाएर समुद्री मौसमको अनुमान गर्ने काम गर्थे। कप्टरहरू। यसको विपरीत बाँस कप्टर खेलौना, जुन 4औं शताब्दी इस्वीमा जिन राजवंश चीनमा उत्पन्न भएको थियो, यसले रोटर सक्षम लिफ्टको सिद्धान्तहरूमा प्रारम्भिक तर मौलिक रूपमा समृद्ध अन्वेषण प्रस्तुत गर्दछ। 317 इस्वीमा गिहोङले गरेको दस्तावेजीकरणले वायुगतिकीय अर्थात् एरोडाइनामिक्स उडान अर्थात् लिफ्ट र आवेग बुझ्ने दिशामा यो प्रारम्भिक तर अर्थपूर्ण पहिलो कदम भएको धारणा राख्दछन्। यो अवधारणा 14औं शताब्दीको मौलिनेट एनोइक्स जस्ता युरोपेली विकासहरूसँग समान छ, जुन एउटा सामान्य खेलौना हो तर यसमा घुमाउने गति उत्पन्न गर्न डोरी तानिन्छ। पश्चिममा पुनर्जागरण युगमा चिनिया हेलिकप्टर खेलौनाको अवधारणा युरोपमा पहिलो पटक देखियो भन्ने बुझाइ छ, र पुनर्जागरण युरोपेली चित्रहरू र लियोनार्दो दा भिन्सीको रेखाचित्रहरूमा यो देख्न सकिन्छ। चीनमा हेलिकप्टर खेलौना मुख्यतया मनोरञ्जन र रमाइलोको लागि मात्रै प्रयोग गरिन्थ्यो, तर 1400 वर्षपछि यो पश्चिममा आधुनिक हवाई यात्राको थालनीमा एउटा महत्त्वपूर्ण पाटोमध्ये एक बन्यो। प्रारम्भिक पश्चिमी वैज्ञानिकहरूले उडान मेसिनहरू विकास गर्न मूल चिनिया मोडल प्रयोग गरे। इस्वी सन् 1743मा रुसी बहुआयामिक विद्वान मिखाइल लोमोनोसेभले एउटा स्प्रिङबाट चल्ने समाक्षीय रोटर विकास गरे र फ्रान्सेली प्रकृतिवादी क्रिस्चियन डे लाउनोएले कन्ट्रा रोटेटिङ फेदर प्रोपेलरहरू भएको एक ब्रोडिल उपकरण सिर्जना गरे। आकाश लालटेन। यसबाहेक प्राचीन चिनियाहरूले पनि तातो हावा माथि जान्छ भन्ने कुरालाई सदुपयोग गरे र आकाश लालटेनहरू निर्माण गरी आकाशीय अन्वेषणहरूमा लागे। कागजका यी सरल मनमोहक संरचनाहरू ज्वालाबाट चम्किला थिए र जुन थर्मल लिफ्टको सिद्धान्तहरूद्वारा उत्पन्न भएका थिए। यी आकाश लालटेनहरू प्राय उत्सवहरूमा सौन्दर्यको लागि प्रयोग गरिन्थ्यो, तर केही पटक रणनीतिक उद्देश्यका लागि पनि प्रयोग गरियो। एक पटक ईसापूर्व 3रो शताब्दीमा जनरल जुगे लियाङले मनोवैज्ञानिक युद्धको समयमा समेत यसको प्रयोग गरेका थिए। समग्रमा वायुगतिकीको प्रारम्भिक ग्रहण, जहाँ कागज जस्ता नाजुक सामग्री बढ्दो तातो हावाको लहरमा तैरिन्छ, यसले यो आधारभूत बुझाइलाई दर्शाएको थियो कि मानव कुशलताद्वारा सिद्धान्त र अभ्यासमा रहेर आकाश चार्टर्ड गर्न सकिन्छ। अन्ततः 18औं शताब्दी र त्यसपछिको उडानमा प्रशस्त वैज्ञानिक सफलताहरूका लागि मार्ग प्राप्त भयो। पुनर्जागरण उडानको वैज्ञानिक बुझाइतर्फको एक प्रमुख मोड। पुनर्जागरणको युगमा मानवताले उडानको संयन्त्र बुझ्ने
व्यवस्थित अध्ययनको साथ काल्पनिकतालाई यथार्थमा परिणत गराउनतर्फ महत्त्वपूर्ण साक्षी बन्यो। यसअघि 1250 इस्वीमा अङ्ग्रेजी विद्वान रोजर बेकनले कला र प्रकृतिको अद्भुत शक्तिमा भविष्यको उडान ढाँचाहरूमा बेलुन र मानव सञ्चालित ओर्निथोप्टरहरू समावेश हुन्छन् भनी भविष्यवाणी गरेका थिए। ओर्निथोप्टर भनेको चराहरू जस्तै पखेटा फटाएर उडाउन डिजाइन गरिएको यन्त्र अर्थात् मेसिन हो। उनले आफ्नो ढाँचामा आधारित यन्त्रहरू आविष्कार गर्ने केहीलाई चिनेको पनि दावी गरे, तर यस्तो विकासको बारेमा आजसम्म केही थाहा भएन। लियोनार्दो दा भिन्सी यस अवधिको पोलिम्याथ अर्थात् बहुप्रतिभाशालीले उडानको संयन्त्र बुझ्नका लागि नयाँ जोस ल्याए। वर्षौंसम्म उनले चराहरूको शरीर बनावट र उडान ढाँचाहरूको विश्लेषण गर्दै वायुगतिकीका धेरै सिद्धान्तहरू प्रतिपादन गरे र 1687 इस्वीमा आइज्याक न्युटनको गतिको तेस्रो नियमको औपचारिक रूपमा के हुने भन्ने व्यावहारिक अनुप्रयोगलाई मूर्त रूप दिएर अध्ययन गरे। एउटा वस्तुले हावालाई त्यति नै प्रतिरोध गर्दछ जति हावाले वस्तुलाई गर्छ। लगभग 1485 इस्वी र पछिका वर्षहरूमा दा भिन्सीले उडान मेसिन र औजारहरूको लागि विभिन्न डिजाइन अवलोकनहरूलाई स्केच र लेखनमा प्रस्तुत गरे। तीमध्ये एक ओर्निथोप्टर चराको पखेटाको फटफट नक्कल गर्न डिजाइन गरिएको थियो र यसको प्रारम्भिक मोडलहरू मुख्य रूपमा मानव सञ्चालित थिए। उनले रोटरक्राफ्ट र ओर्निथोप्टरहरू एकीकृत गर्दै अन्य डिजाइनहरू पनि सिर्जना गरे र स्थिर पुच्छर समावेश गरेर बेकनको अवधारणाहरू पनि बढाए। पछि त्यस्ता संयन्त्रहरूको अव्यावहारिकतालाई स्वीकार गर्दै लियोनार्दोको ध्यान आंशिक रूपमा स्प्रिङ पावर डिजाइनहरूको कल्पना गर्दै नियन्त्रित ग्लाइडिङ उडानतर्फ सर्यो। 1488 इस्वीको एक उल्लेखनीय उदाहरणले डिजाइनमा लियोनार्दोको पराक्रम प्रदर्शन गर्दछ। ह्याङ ग्लाइडर ब्लुप्रिन्ट, जसमा पखेटाको भित्री भागहरू स्थिर रहन्छन् र चराहरूको प्राकृतिक ग्लाइडिङको नक्कल गर्दै नियन्त्रण सतहहरू केन्द्रमा राखिएको थियो। यद्यपि यी रेखाचित्रहरूलाई सैद्धान्तिक रूपमा उडानका लागि योग्य प्रमाणित गरिएको छ। त्यहाँ कुनै ऐतिहासिक प्रमाण छैन कि लियोनार्दो आफैले यस्तो यन्त्र प्रयोग गरेका थिए। उडानमा पोलिमाथले लेखेको निबन्धमा उनले स्टार्च गरिएको लिनेन, छालाको जोड र कच्चा रेशमका रेसाहरूबाट बनाइएको द बर्ड भनेर डब गरिएको उडान संयन्त्रको विस्तृत विवरण दिए। यी विचारहरू अन्वेषण गर्ने उनको प्रतिबद्धता कोडेक्समा हाइलाइट गरिएको छ। एटलान्टिक्स, भोलि बिहान जनवरी 1496 इस्वीको दोस्रो दिन, म प्रयोग र प्रयास गर्नेछु। यद्यपि लियोनार्दोको उडान अवधारणाप्रतिको यात्रा बाध्यात्मक थियो। उनका केही डिजाइनहरू जस्तै 4 व्यक्तिको एरियल स्क्रू हेलिकप्टरको सम्झनाले आलोचनात्मक त्रुटि प्रदर्शन गर्यो। 1490 इस्वीतिर ओर्निथोप्टरको डिजाइन गर्ने नवीन प्रयासहरूका बावजुद उनको काम धेरै पछिसम्म, विशेष गरी 1797 इस्वीसम्म अपरिचित रह्यो। फलस्वरूप उनको समयमा वैमानिकी इन्जिनियरिङमा वैज्ञानिक ज्ञान र प्राविधिक विकासको कमीले उनको डिजाइनलाई मानव उडानको विकासमा प्रत्यक्ष प्रभाव पार्नबाट रोकेको थियो। यद्यपि उनको लगनशील र कल्पनाशील आत्माले आधुनिक दिमागलाई मोहित गरिरहन्छ। यो बुझ्ने र नवीन उडानको बेलगाम खोजको प्रतीक हो। लियोनार्दोको ज्ञान र मानव शरीर रचनाको अभिलेख, सशस्त्र सवारी साधनको अवधारणा, डिजाइन, प्यारासुट इत्यादिले उनलाई आफ्नो समयभन्दा अगाडिको मानिसको उपाधि दिलायो। पुनर्जागरणको पछिल्लो कालखण्डले उडान प्राप्त गर्ने साहसी र प्राय खतरनाक प्रयासहरू पनि देखिएको थियो। उडान प्रयास गर्दा 1496 इस्वीमा सेकियोले न्युरेमबर्गमा गम्भीर चोटहरूको सामना गरे। पछि 1507 इस्वीमा जोन डेमियन स्कटल्यान्डको स्टर्लिङ प्यालेसको पर्खालबाट कुखुराको प्वाखले सजिएको पखेटा लिएर उफ्रिए, तर तिनको तिघ्रामा चोट लागि खुट्टा भाँचियो। पछि दामिनाले आफ्नो असफलतालाई चिलको प्वाखको अभावमा भएको भनेर थोपारिदिए। जेट उडानको अर्को उल्लेखनीय प्रयास ओटोम्यान साम्राज्यमा 1633 इस्वीमा भएको थियो, जहाँ लागारी हसन चेलेबीले
कथित रूपमा जेट धकालेर उडानमा महत्त्वाकांक्षी नवजात उद्यममा पूर्ण आकारको रकेट प्रयोग गरे। विभिन्न युगहरू मार्फत उडानको सारमा अन्वेषणहरूले नवीन डिजाइनरहरूका साथ साहसी प्रयासहरूलाई जोड दिए। 1676 इस्वीमा फ्रान्सिस विग्बीले मानिसको खुट्टा हतियारभन्दा चराहरूको पखेटासँग समान छ भन्ने धारणा राखे। 1793 इस्वीसम्म डिएगो मारिन अगुइलेराले कोरुना डेल कोन्डे क्यासलबाट आफ्नो ग्लाइडरसँग 5-6 मिटरको उचाइमा उकालो पार्दै र लगभग 360 मिटरको दूरी पूरा गरेर साहसी छलाङ लगाए। 19औं शताब्दीमा गरिएका प्रयासहरू जस्तै अल्ब्रेट बर्बलिन्जरको 1811मा डेन्युबमाथि ओर्निथोप्टर्सको प्रयास मानवताको अटल प्राय खतरनाक भए पनि आकाशहरू जित्ने प्रतिबद्धता